नमस्कार साथीहरू, एकछिन सोच्नुस् त, तपाईलाई तनाव किन हुन्छ? रिस किन छिटो आउँछ? लक्ष्य भएर पनि सफल किन भइँदैन? एकछिन सोच्नुस् ल। यसको खास कारण के हो भने हामी दर्शन पढ्छौँ तर प्रयोग गर्दैनौँ। विभिन्न खालका दार्शनिकहरूका दर्शनहरू हामीले पढिरहेका हुन्छौँ तर त्यसलाई हामीले व्यवहारमा प्रयोग भने गरेका हुँदैनौँ। त्यसैले आज म तपाईलाई पूर्वीय र पाश्चात्य चिन्तनलाई दैनिक जीवनमै कसरी लागू गर्ने एकदम व्यवहारिक तरिकाले बताउँछु। सैद्धान्तिक कुरो त किताबमा छ, तपाईहरू पढ्न सक्नुहुन्छ। एकदमै व्यवहारिक हामी पूर्वीय र पाश्चात्य चिन्तनलाई दैनिक जीवनमा कसरी लागू गर्छौँ। त्यसैले यो भिडियो अन्त्यसम्म हेर्नुहोस्, आफ्नै जीवनसँग जोडिएको उदाहरण पाउनुहुनेछ। पूर्वीय चिन्तन, यो मन सम्हाल्ने कला। पूर्वीय चिन्तनलाई चाहिँ मनलाई सम्हालेर राख्ने कलाको रूपमा लिइन्छ। यसले भन्छ, पूर्वीय चिन्तनले भन्छ, सबै कुरा बाहिर होइन भित्रबाट सुरु हुन्छ। सबै कुरा बाहिर होइन भित्रबाट सुरु हुन्छ। अब प्रश्न आउँछ, यो जीवनमा कसरी लागू गर्ने त? भित्रैबाट सुरु कसरी गर्ने? कसरी यो जीवनमा लागू गर्ने? व्यवहारिक प्रयोग गर्न सकिन्छ। जस्तै तपाईलाई रिस आयो, रिस उठ्यो नि, तुरुन्त प्रतिक्रिया नदिनुस्। 10 सेकेन्ड मौन बस्नुस्, त्यसपछि सोचेर उत्तर दिनुस्। यही हो ध्यानको व्यवहारिक रूप। पूर्वीय चिन्तनले सिकाएको ध्यानको व्यवहारिक रूप भनेको त यही नै हो। त्यस्तै तपाईँ दुखी हुनुहुन्छ, अरूलाई दोष नदिनुस्, आफूभित्र हेर्नुस्, के कारणले दुखी भए। यही हो कर्म सिद्धान्त भनेको, पूर्वीय दर्शनको कर्म सिद्धान्त भनेको। त्यस्तै तपाईँ सधैँ असन्तुष्ट हुनुहुन्छ, किन? सन्तोष छैन। चाहना घटाउनुस्, जे छ त्यसमा कृतज्ञ बन्नुस्। यही हो बुद्धको दर्शन। तपाईलाई सबैभन्दा बढी रिस कहिले आउँछ? घरमा, अफिसमा वा सोसल मिडियामा वा अन्य कतै कमेन्टमा लेख्नु होला है। अब मैले कुरो गरेँ पाश्चात्य चिन्तन। पूर्वीय चिन्तनलाई मन सम्हाल्ने उपाय भनेको थिएँ। पाश्चात्य चिन्तनलाई समस्या समाधान गर्ने कला। पाश्चात्य चिन्तन समस्या समाधान गर्ने कला। यसले भन्छ, सोच, प्रश्न गर, समाधान खोज। सोच, प्रश्न गर र समाधान खोज। अब यसलाई हामी कसरी व्यवहारमा प्रयोग गर्न सक्छौँ त? तपाईलाई आर्थिक समस्या छ भने योजना बनाउनुस्, बिना योजना सुरु नगर्नुस्। खर्च लेख्न सुरु गर्नुस्। कुन कुन कुरामा कहिले कहिले के खर्च गरिन्छ त्यो सुरु गर्नुस्। तपाईको आर्थिक समस्या आफै घट्छ। यही हो वैज्ञानिक सोच। पाश्चात्य चिन्तनको वैज्ञानिक सोच भनेको यो जीव व्यवहारमा लागू गर्ने कुरा। तपाईको पढाइ कमजोर छ भने कारण खोज्नुस्, के कारण होले हो, नयाँ तरिका प्रयोग गर्नुस्। यही हो तर्क र प्रयोग भनेको। पाश्चात्य चिन्तनले भन्ने गरेको तर्क र प्रयोग। कारण खोज्नुस्, नयाँ तरिका प्रयोग गर्नुस्। तपाईलाई कुनै काम गर्न समय पुग्दैन पुग्दैन भने प्राथमिकता बनाउनुस्, टाइम टेबल प्रयोग गर्नुस्। यही हो पाश्चात्य चिन्तनको व्यवस्थापनको सोच। अब कमेन्ट गरौँ, तपाईको जीवनको सबैभन्दा ठुलो समस्या के हो? एक शब्दमा लेख्नुस् ल। यदि पूर्वीय चिन्तन मात्रै पनि अपुरो छ, पाश्चात्य चिन्तन मात्रै पनि अपुरो छ, दुवै चिन्तन मिलाएर बदल्ने सूत्र।
अब ध्यान दिनुहोस् है तपाईँ, जीवन बदल्ने असली सूत्र छ यहाँ। मन शान्त गर्न पूर्वीय सोच, समस्या हल गर्न पाश्चात्य सोच। यो गोल्डन रुल छ के एउटा। केवल ध्यान गरेर लक्ष्य पुग्दैन, केवल तर्क गरेर मन शान्त हुँदैन, दुवै चाहिन्छ। बिहान 5 मिनेट मौन ध्यान गर्नुहोस्, पूर्वीय चिन्तन। दिनभर योजना अनुसार काम, पाश्चात्य। राति आत्ममूल्याङ्कन, पूर्वीय र पाश्चात्य, दुवै युज गर्नुहोस्। यदि तपाईँ शान्त पनि, सफल पनि, सन्तुलित पनि बन्न चाहनुहुन्छ भने पूर्वीय चिन्तनले मानिस बनाउँछ, पाश्चात्य चिन्तनले सक्षम बनाउँछ। अब तपाईँको पालो। म कुन पक्ष कमजोर छु, मन कि व्यवस्थापन? आफै सोच्नुहोस् र त्यो पक्षलाई बढाउनुहोस्। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक, सेयर गरेर साथीलाई पनि सोच्न बाध्य बनाउनुहोस्, फलो गर्नुहोस्। यस्तै जीवन बदल्ने विषयका लागि म अर्जुन देवकोटा, धन्यवाद। के तपाईलाई पार्ट 2 पनि आवश्यक छ भने कमेन्टमा लेख्नुहोस्। विद्यार्थी भाइ बहिनीहरूको लागि पाश्चात्य चिन्तन र पूर्वीय चिन्तनको व्यवहारिक प्रयोग कसरी गर्न सकिन्छ भन्ने प्रश्नको उत्तर यो भिडियोको डिस्क्रिप्सन वा कमेन्टमा राखिदिनेछु। त्यसलाई उतारेर नोट बनाउन सक्नुहुन्छ। फेरि यस्तै सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको विभिन्न विषयवस्तुहरू लिएर म तपाईँ सामु हरेक 8 बजे, हरेक दिनको बिहान 8 बजेदेखि 8:15 बीचमा आउनेछु। नमस्ते।